हेलो एभ्रिवान, सम्पूर्णमा नमस्ते अनि स्वागत छ अर्को सर्ट भिडियोमा है। सो आज चाहिँ म तपाईहरुलाई एउटा सानो ट्रिक दिन गइरहेको छु, त्यो पनि मोबाइल भिडियो एडिटिङ सम्बन्धी। सो तपाईहरुलाई चाहिँ म एउटा आज मोबाइल भिडियो एडिटिङको लागि मैले पपुलर एप्स क्यापकट भनेर भनेको थिएँ र यसलाई चाहिँ कसरी तपाईले डाउनलोड गर्न सक्नुहुन्छ र यसको एडिटिङ इन्टरफेसको बारेमा बेसिक कुराहरु म राख्ने छु। सो अब चाहिँ हामी मोबाइलको स्क्रिनतर्फ लागौँ है त। ल साथीहरु, अब चाहिँ हामी मोबाइलको स्क्रिनमा आएका छौँ। अब डाउनलोड गर्नको लागि चाहिँ तपाईलाई त्यस्तो गाह्रो केही पनि छैन। तपाईको यदि स्मार्टफोन हो भने प्ले स्टोरमा जानु होला र यो चाहिँ आइफोन भएकोले गर्दा हामी प्ले स्टोरमा यसरी एप स्टोरमा जान्छौँ। फर्स्टमा तपाई एप स्टोरमा जानुहुन्छ, त्यसपछि यहाँनिर सर्च गर्नुहुन्छ। यहाँ तल्लोपट्टि सर्च भन्ने अप्सन रहेको छ, यहाँ गएर सर्च गर्नुस् अनि यहाँ तल टाइप गर्नुस् क्यापकट भनेर। क्यापकट यसरी तपाईको आइहाल्छ हैन। तपाईले त्यहाँदेखि सर्चमा चाहिँ चट्ट क्लिक गरिदिनुस्। यस्तो गरेपछि तपाईको यस्तो आउँछ। यहाँ तल देख्न सक्नुहुन्छ, तपाईले हेर्न सक्नुहुन्छ क्यापकट भनेर लोगो सहितको आएको छ हैन। यसरी चाहिँ यहाँनिर आउँछ। यहाँ चाहिँ तपाईको मा चाहिँ डाउनलोड भनेर आउँछ। यहाँ चाहिँ मेरो अलरेडी डाउनलोड भएकोले गर्दा यहाँ ओपन भनेर आयो। सिम्पल तपाईले डाउनलोड भन्ने अप्सन आउँछ, त्यहाँ ट्याक्क थिचेपछि डाउनलोड भइहाल्छ। त्यसपछि तपाई यहीँबाट ओपन गर्दा पनि भयो र उता तपाईको मोबाइल स्क्रिनमा गएर ओपन गर्दा पनि भयो त। सो म चाहिँ अब मोबाइल स्क्रिनतर्फ जान्छु है त। मेरो चाहिँ यहाँनिर बसेको छ डाउनलोड भएर क्यापकट देख्न सक्नुहुन्छ। त्यसपछि यसलाई टक्क क्लिक गर्ने अनि यसको इन्टरफेस चाहिँ यस्तो देखाउँछ हैन। अब इन्टरफेसको बारेमा थोरै चर्चा गरौँ न त। सबैभन्दा सुरुमा यहाँ यो स्क्वायरमा देख्न सक्नुहुन्छ न्यू भिडियो भन्ने छ। यहाँबाट चाहिँ हामीले जति पनि हामीले एडिट गर्ने भिडियोहरु छ त्यसलाई चाहिँ यहाँबाट एड गर्ने हो भनौं न, इम्पोर्ट गर्ने हो। त्यसपछि अर्को यहाँ 2 सेकेन्डमा छ एडिट फोटो भन्ने छ। यहाँबाट चाहिँ तपाईले एडिट फोटोहरुलाई एडिट गर्न सक्नुहुन्छ हैन। जस्तै फोटोको चाहिँ ब्राइटनेस, एक्सपोजर अनि कन्ट्रास्ट, स्याचुरेसन, त्यसको वार्मथहरु, टेम्परेचरहरु है। एकदम धेरै अप्सनहरु छ, त्यहाँ गएर चाहिँ तपाई एडिट गर्न सक्नुहुन्छ। म चाहिँ तपाईहरुलाई काम लाग्ने के भन्छ यो अप्सनहरुको बारेमा मात्रै चर्चा गर्छु। अर्को हामीलाई काम लाग्ने भनेको यहाँ तल छ रिमुभ ब्याकग्राउन्ड भन्ने छ, देख्न सक्नुहुन्छ होला। रिमुभ ब्याकग्राउन्ड भन्ने छ। यसले चाहिँ तपाईको पछाडीको ब्याकग्राउन्डलाई चाहिँ रिमुभ गर्ने काम गर्छ। अनि यसमा चाहिँ अब 3 खालको हुन्छ, एउटा अटो रिमुभल, कस्टम रिमुभल र क्रोमा की भन्ने हुन्छ। 3टा अप्सन हुन्छ, त्यसमा तपाई खेल्नु पर्ने हुन्छ। अनि अर्को हामीले काम लाग्ने कुरा भनेको यहाँनिर अटो क्याप्सन भन्ने छ। अटो क्याप्सन भन्ने चाहिँ यो चाहिँ तपाईले भिडियोमा बोल्नु भएको कुराहरुलाई चाहिँ अटोमेटिक क्याप्सनमा चाहिँ यसले कन्भर्ट गरिदिन्छ। अनि त्यसमा तपाईले हल्का एडिट गरेर चाहिँ मिलाउनु पर्ने हुन्छ है त। सो यो छ। अनि यहाँनिर अटो कट भन्ने हुन्छ। यो चाहिँ तपाईले भिडियोको सानो सानो क्लिपहरुलाई तपाईले दिनुभयो भने उले आफै चट्ट एडिट गरेर दिन्छ। अनि त्यो छ। अर्को भनेको यहाँनिर कैंची देख्नुहुन्छ, यो चाहिँ एडिट अप्सन हो। त्यसरी यहाँनिर अर्को सेकेन्डमा छ टेम्प्लेट भन्ने छ। यहाँ चाहिँ लट्स अफ टेम्प्लेटहरु छ है। तर यो युज गर्दा चाहिँ तपाईको क्यापकटको वाटरमार्क बस्छ। यहाँ चाहिँ तपाईले चट्ट क्लिक गरेर त्यसमा जस्तै अब यो फर्स्टको हेरौँ 6 क्लिप भनेको छ। यहाँ चाहिँ तपाईले 6 वटा क्लिप दिन सक्नुहुन्छ। अनि उले यो टेम्प्लेट जस्तो रूपमा छ त्यही रूपमा चाहिँ यो भिडियो बन्छ। तर यसमा चाहिँ तपाईको क्यापकटको चाहिँ वाटरमार्क बस्छ है त। त्यसरी एआई ल्याब भन्ने छ। अब यो ल्याब हो, यहाँ चाहिँ एआई ले भिडियो बनाउने कामहरु गर्छ। यो खासै हामी युज गरिदैन। प्रोजेक्ट भन्ने चाहिँ अर्को अप्सन। यो प्रोजेक्टमा चाहिँ तपाईले अहिलेसम्म एडिट गर्नुभएको भिडियोहरु सबै यसरी चाहिँ यहाँ तपाईले देख्न सक्नुहुन्छ। यसरी देखाउँछ हैन सरर। यहाँनिर मैले एडिट गरेको भिडियोहरुको लिस्टहरु देखाएको छ। यसरी देखाउँछ। अनि यो छ हैन। फेरि हामी एडिट अप्सनमै आउँ। ल साथीहरु, मैले आज तपाईहरुलाई क्यापकट भिडियो एडिटिङ एप्सको
थोरै यो एडिटिङ इन्टरफेसको बारेमा चाहिँ जानकारी गराएँ। सो तपाईँहरूलाई कस्तो लाग्यो है? अझै तपाईँलाई यस्तो नयाँ नयाँ भिडियो चाहिन्छ भने चाहिँ कमेन्ट गर्नुहोला होइन, लाइक गर्नुहोला। र जो जिरो लेभलबाट चाहिँ एडिटिङ गर्नुहुन्छ उहाँहरूको लागि चाहिँ एकदमै उपयोगी हुनसक्छ। त्यसैले उहाँहरूमा चाहिँ सेयर गर्नुहोला। थ्याङ्क्स फर वाचिङ। बाई बाई, नमस्ते।